हेलो नमस्कार तपाईहरु सबैलाई विन्ध्यवासिनी मन्दिरमा स्वागत छ। विन्ध्यवासिनी मन्दिर पोखराको सारङकोट जाने बाटोको दाहिने साइडमा पर्दछ। है सबैजना आउनु होला। तपाईहरु सबैलाई स्वागत छ विन्ध्यवासिनी मन्दिरमा। यहाँ धेरै भगवानहरु र देवीहरुको दर्शन गर्न पाइन्छ। र बादल नलागेको बेला खुल्ला आकाश भएको बेलामा यताबाट हिमाल पनि देख्न पाइन्छ, माछापुच्छ्रे हिमाल। तपाईहरुलाई यता जुत्ता चप्पल राख्नेको व्यवस्था छ, खानेपानीको व्यवस्था, लिफ्टको व्यवस्था सबै छ। हामी सुरुमै दर्शन गर्नको लागि यहाँ जुत्ता चप्पल राख्छौँ। यहाँ जुत्ता चप्पल राख्ने ठाउँ हो। त्यहाँ व्यवस्थित तरिकाले राख्न पाइन्छ तल, तर माथितिर जतापाटिले फालिरहेको छ यो जुत्ता चप्पल राख्ने ठाउँ। यो तल माथिबाट तल हेर्दाखेरि बगैँचा हो, विन्ध्यवासिनीको बगैँचा गार्डन हो। पोखराको भ्यूहरू दर्शनार्थीहरू। अब सुरुमै हामी हनुमानजीलाई दर्शन गर्दछौँ। हनुमानको मूर्ति, ल हनुमानलाई दर्शन गरौँ, त्यसपछि अगाडि बढौँला। यस साइडमा रहेको गणेशको मूर्ति हो, मन्दिर गणेशको। घन्टीहरू यहाँ अस्थायी पुलिस चौकी बस्छ यहाँ पुलिसहरूको। यो कालिका मन्दिर हो। यसै गरी घन्टी बजाउँदै हामी अगाडि बढ्दैछौँ। यो कालिकाको मन्दिर हो। यसमा कालिकालाई पूजापाठ गर्न पाइन्छ। यसमा गएर पूजा गर्ने हो। यो कालिकालाई पूजा गर्नेहरू कालिका माईको। यतातिर राम मन्दिर, सीताराम र यो कालिका मन्दिरमा सबैले पूजाहरू गरिरहेछन्। यहाँ ड्युटी बसिरहेको देख्न सकिन्छ। ओम लेखेको ठुलोमा परेवालाई दाना दिने ठाउँ परेवाहरू छन् र परेवालाई दाना दिने ठाउँ हो। तपाईहरु आएर यहाँ देख्न सक्नुहुनेछ। यसै गरी हामी अगाडि बढ्दैछौँ। अगाडि जाँदै गर्दै अब नजिकै जाँदैछौँ। यहाँ होम गर्ने ठाउँ छ। विदेशी पनि घुमिराख्नु भएको छ। यता होम गर्ने ठाउँ। परेवा बिचरा बिरामी भएछ यसलाई। अब हामी मेन आयो शिव मन्दिरमा, शिवजीको दर्शन गर्न। शिवजीलाई दर्शन गर्नेहरू पार्वतीहरू भित्र गइराख्नु छ। शिव मन्दिर। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। सब शिवजीलाई भित्र धेरै भगवानहरू हुनुहुन्छ। म बाहिरबाट नै फोटो एडिट गरेर फोटो रेकर्ड गरेर निस्किँदैछु। पुजारीले टीका लगाइदिइराख्नु भएको छ पण्डितजी। यहाँ भएको मेन हो मन्दिरहरू यिनै नै हो। फोटो खिच्नेहरूको त्यसै हो। साँझको समय हो, त्यसैले मान्छेहरू खासै छैनन्। साँढेमा चढेर आउनुभएको शिवजी भनेर साँढेले बाहिरबाट खबर पाउँछ। कृष्माण्ड चतुर्थ लमन मूर्ति हेर्नुहोस् बाहिर कृत्रिम रूपमा बनाएर राखिएको छ। मनमोहक छ, हेर्नलाई दृश्य आनन्दित छ। आउनुहोस्, घुम्नुहोस्। पोखरामा घुम्न आउँदाखेरि यो पनि मन्दिर घुमेर आफ्नो इच्छा पूरा गर्नुहोस्, भाकलहरू पूरा गर्नुहोस्। तपाईलाई स्वागत छ।
विन्ध्यवासिनी मन्दिरमा। यता माथि देखिएको डाँडाकाँडाहरू हरियाली, अहिले हरियाली डाँडाकाँडाहरू छन्। नरिवल फुटाउने ठाउँ तपाईँले देख्न सक्नुहुन्छ। यता पनि देवीहरूको मूर्तिहरू, गणेशको मूर्तिहरू, मन्दिर हो। र हामी यता रिटर्न हुँदैछौँ। यहाँ पानी पिउने पानी छ। विदेशीले पिउने पानी भर्दैछ। यही तपाईँलाई देखाइरहेको छ। यो विन्ध्यवासिनी मन्दिरबाट स्वागत छ। अब हामीहरू बाहिर निस्किन्छौँ। गणेशको मूर्ति, गणेशको बाण मुसा बाहिर बसिरहेको छ। गणेशको मन्दिर हो यहाँ। अब साथीहरू हामी बाहिर निस्किँदैछौँ, तलतिर जाँदैछौँ। अब चप्पलहरू लाउन, जुत्ता लाउन। यहाँ जुत्ता चप्पल खोलेर हिँड्नुपर्छ। पूजापाठ गरेर आएर आफ्नो जुत्ता चप्पल लाएर हिँड्नुपर्छ। यहाँबाट तलतिर हेर्दाखेरि भ्यूहरू, विन्ध्यवासिनी मन्दिरदेखि देखिने भ्यूहरू तलतिर। गार्डनहरू राम्रो देखिरहेछ। स्वागत छ तपाईँलाई, वेलकम छ, आउनुहोस्।